हेलो गाइस सबजनालाई वेलकम छ अमृता राणा युट्युब च्यानलमा। अहिले चाहिँ म चाहिँ बिहानीको समय सबैजनालाई गुड मर्निङ अनि नमस्ते है। सबैजना सन्चै हुनुहुन्छ होला भनेर आशा राखेको छु। आजको यो बिहानीको समय चाहिँ म चाहिँ एउटा भ्लग बनाउनलाई आतुर भएर बनाउँदैछु गाइजहरू। अनि म यहाँ के गर्दैछु भन्दाखेरि चाहिँ भन्नुहोस् है, म तपाईँहरूलाई देखाउने छु। अनि यहाँ चाहिँ म चाहिँ आगोमा टक्क लाएर आगोमा चाहिँ म यहाँ आलु उसिन्दैछु। अनि यहाँ आज चटपटको लागि आलुको आवश्यकता छ नि त। अनि हिजो अस्ति खोल्नै पाएन नि त, त्यहाँ व्रत बन्धन थियो मेरो दिदीको, त्यही भएर मैले खोल्न पाएन। अनि अहिले चाहिँ म बिहानीको समय फेरि भ्लग लिएर तपाईँहरूको बिच भएको छु। अब सहर बजारमा भएको भए अलिक सफा सुट्टा देखिन्थ्यो होला है गाइजहरू। गाउँघरमा यस्तै छ, ब्याट भुइँमा चढाटेर चाहिँ बस्यो। अनि यो चाहिँ आमाले गाउँबाट ल्याइदिनु भएको पाहाडबाट। यो के हो थाहा छ, हजुरले चिन्नुहुन्छ होला नि त, कसले चिन्नुहुन्छ। नुकुना चाहिँ नुकुना चाहिँ रहेनछ कि, हामीले चाहिँ अलिक मोटो मोटोलाई चाहिँ नुकुना भन्छ है गाइजहरू साथीहरू। यो चाहिँ न्युरो, कतिले चिन्नुहुन्छ कतिले चिन्नुहुन्न कमेन्ट गरिदिनु होला है। मलाई चाहिँ मेरो चाहिँ फेभरेट हो क्या यो। अनि यहाँ चाहिँ मैले हामी 3 घरको लागि बनाउन लगाइरहेको छु। तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला। आमाको कोसेली है, अस्ति छेउ थियो नि त दिदीको छोराको, अनि त्यतिखेर ल्याइदिनु भएको थियो कि। अनि बल्ल बनाउनलाई रेडी भइरहेको छु। मेरो मसँगै हाँसेको कतिलाई मनपर्छ हो गाइजहरू, कतिले चिन्नु भएको छ। हामी त न्युरो खाना लगाइरहेको छौँ। हो 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 अरू गीत आउँदैन, हो भन्नु बाहेक के आउँछ र है। माया मेरो आलु पाक्यो कि पाकेन हो। के पाक्दैछ, आलु पाक्दैछ तिमी। अनि मेरो चाहिँ दाल र भात चाहिँ पाकिसकेको छ है यतातिर यस्तो क्या। अनि म चाहिँ प्रायः जस्तो आगोमै पकाउँछु नि त, अनि त्यही भएर भाँडाहरू चाहिँ प्रायः जस्तो कालो नै हुन्छ। गाइजहरू यहाँ कति छ म देखाउँछु है तपाईँहरूलाई। आमाको कोसेली गाइजहरू बिचरा है। अहिले यो सिजनमा चाहिँ हाम्रो गाउँतिर पहिला जस्तो गरेर न्युरो पाउँदैन कि गाइजहरू साथीहरू। पहिला त हामी सानो हुँदाखेरि हाम्रो आमाहरूले चाहिँ, हामी चाहिँ गाउँघरमा हुँदाखेरि चाहिँ यस्तो न्युरो नि यसरी बेच्नुहुन्थ्यो अनि पैसा कमाउनुहुन्थ्यो कि त्यो बेलामा। अनि अहिले चाहिँ हाम्रो गाउँमा चाहिँ कति मान्छेहरूले यस्तै व्यापारहरू गर्छ, यस्तै खोज्न जान्छ है। रोप्न नि पर्दैन नि त, योमा त लगानी पनि छैन। यो चाहिँ प्रकृतिले दिएको खानेकुरा, शरीरलाई हानि हुँदैन है, धेरै राम्रो कुरा हो यो भनेको चाहिँ। अनि त्यसपछि त पहिला गाउँघरमा चाहिँ यस्तो चाहिँ बेसरी बेच्थ्यो के। अनि हामी चाहिँ सानोमा हाम्रो घर वरिपरि कति हुन्थ्यो है। अहिले त छैन हो, किन हो त्यस्तो भएको।
सबै हराएर गयो। अनि गाउँमा खोज्नलाई खोला तल तल खोला जानुपर्छ कि यो खोज्नलाई चाहिँ। अनि यो भयो लुडे साग भयो है, त लुडे सागै भन्छ नि त हो, लुडे सागहरू। अनि यस्तो चाहिँ धेरै बेच्थ्यो कि। अनि खोलामा खोज्न जाँदाखेरि धेरै पाइन्थ्यो। अहिले चाहिँ दुःख गर्नुपर्छ गाइजहरू। अनि यो चाहिँ अहिले पहिला हामीले चाहिँ कति रुपियाँ, 5 रुपियाँ मुठा, 3 रुपियाँ मुठा हाम्रो आमाहरूले बेच्नुहुन्थ्यो कि। अनि हामी चाहिँ आमाहरूसँग सानो 10-11 वर्ष 12 वर्षमा अनि हामी चाहिँ आमाहरू सँगसँगै न्युरो खोज्नलाई जान्थेँ। अनि त्यसपछि त त्यहाँ अनि यस्तो खोज्न जान्थेँ क्या। अनि त्यसपछि त त्यतिखेरतिर अनि अहिले चाहिँ खोज्दा नि पाउँदैन हौ। पहिला त यति खोज्थे अनि बेच्थे क्या हाम्रो आमाहरूले। अहिले चाहिँ छैन। अनि अहिले त न्युरोको यत्रो मुठाको पनि कति पर्छ थाहा छ गाइजहरू? अहिले त 50 रुपियाँ एउटा मुठाले। हामीले त्यो बेलामा 3 रुपियाँ 5 रुपियाँ धेरै भनेको 5 रुपियाँ नत्र 6-7 रुपियाँमा किन्थेँ क्या। अनि अहिले त कहाँ हुनु हो आमामा, किनी साधै छैन। न्युरो किनेर खाँदिनँ नि त। अनि त्यही भएर पाउन त चितवनमा नि पाइन्छ, तर गाउँको जस्तो हुँदैन कि। चितवनमा चाहिँ खै त्यो गाउँमा चाहिँ अलिकति टेस्टी नै हुन्छ। गाउँमा भनेको त त्यस्तो हुँदैन। चितवनमा भनेको खै लगाएर बेच्ने हो कि के हो, कस्तो राम्रो ठोसो परेको हुन्छ नि त। अनि गाउँघरमा चाहिँ दामी हुन्छ। यो भनेको चाहिँ अर्ग्यानिक हो कि, यो भनेको चाहिँ अर्ग्यानिक। यो चाहिँ पाहाडबाट ल्याइदिएको है, गोर्खाबाट मेरो मम्मीले मेरो आमाले ल्याइदिनु भएको। हामी यहाँ 3 जना परिवार छौँ, मेरो भाउजू, मेरो दिदी अनि म। हामी चाहिँ नजिकै हो। अनि त्यसपछि त टक्क लाएर यो बनाएर खानुपर्छ भनेर अनि बाँडौँ भन्यो। थोरै चाहिँ पुग्दैन, एकै ठाउँ बनाएर एक बुर्को बाँडेर खाने भनेर हामी बनाएको कि। बिहान कस्तो भोक लाग्यो यार आज त। तिमी र मसँगै हिँडेको पछि सर्लक्क परपर भुटेर खानुपर्छ। अहिले अलिकति आलु काटौँ भनेको। अनि साथीहरू तपाईँहरूकोतिर यस्तो पाइन्छ पाइँदैन हौ? गाउँघरतिर चाहिँ प्रायः जस्तो पाइन्छ होला होइन? हाम्रो यता गोर्खातिर त यस्तो त हराउँदै गयो हौ। पहिला कति पाउँथ्यो। अहिले त गाउँमा गएर खोज्दा पनि पाउँदैन। टाढा जानुपर्छ खोज्नलाई। खोलातिर यो चाहिँ चिसो हुने ठाउँतिर पाइन्थ्यो कि, अहिले चाहिँ छैन हौ। हाम्रो गाउँ अलि लेक भन्दा पनि अलि मनोकामनाको चिसो हावाले भेट्छ नि त। अनि त्यो त्यतातिर चाहिँ हुन्छ कि यो चिजहरू। हुन त यो चाहिँ चिसोमा पाउने चिज हो है। म त पडाक र पुडुक बनाइदेऊ। ग्यासहरू अझै छ हो। यति पछाडि यति दारू हामीलाई दिनु कि भाउजूलाई दिनु पर्यो है, उनीहरूलाई बनाएर। ए म त केलाउनै जाला। केलाउनै झौला के गाइजहरू। त्यही भएर यति चाहिँ बिलाइदिनु हो। मेरा मसँगै हाँसेको न्युरो खाने न? न्युरो खान्न ल। अलिकति मैले के लगाएको भाउजूलाई त पुग्दैन कि के हो कुनै। अहिले म अलिकति भाउजूलाई बनाएर दिनु पर्ला।
मैले अघि बनाउनु ला भाउजूलाई अलिकति बनाएर दिनु पर्ला पुगेन त मैले त यो पाडालाई पानी खुवाउनु पर्यो थियो अस्ति व्रत बन्धन भएको चाहिँ यहाँ दिन आगे बोलो ना कैसे यो यार ढुंढुन कता पुग्यो खाने भनेको टुप्पा टुप्पा हो नि त टुप्पा खाने के पेट त साह्रो हुन्छ लोठी नै हुन्छ नि खानु हुँदैन ए गाजहरू झ्यासी सोर्नै पर्यो नि त हेर्नुहोस् त त्यो निस्क्यो यो चाहिँ फाल्ने कुरा चाहिँ फाल्छु मम्मी यस्तो चाहिँ फाल्छु है गाजहरू अनि यहाँ चाहिँ यति निस्केको छ हेर्नुहोस् यो चाहिँ अहिले अब बनाएर खानुपर्छ ल ओके ओके छ त गाइजहरू सबैजनालाई टाटा बाई बाई पछि भेटौँला है फेरि पनि म पछितिर हजुरलाई अर्को भ्लग ल्याउनु नै छु बाई बाई टाटा बाई बाई